नेपालमा अहिले जति पनि सार्वजनिक संस्थानहरू सञ्चालनमा छन्, ती सार्वजनिक संस्थानहरूमा सबैभन्दा धेरै प्रफिट कमाउने अथवा नाफा कमाउने संस्थाहरूमा नेपाल विद्युत प्राधिकरण पनि पर्छ। नेपाल विद्युत प्राधिकरण एउटा त्यस्तो संस्था हो जसले चाहिँ रेगुलर रूपमा नाफा कमाइराखेको हुन्छ र टप 5 भित्र परिराखेको हुन्छ। त्यही नेपाल विद्युत प्राधिकरणले हिजो मात्रै एउटा राम्रो सङ्ख्यामा विज्ञापन गरेको छ अथवा कर्मचारी मागेको छ र उक्त विज्ञापनको बारेमा डिटेलमा मैले हिजो सबै कुराहरू भनिसकेको छु। आजको भिडियोमा चाहिँ यो 5औं तहको प्रशासन र लेखा समूहको तयारी गर्ने साथीहरूको लागि यसको पाठ्यक्रम के कस्तो छ भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ र यो पाठ्यक्रमको विषयमा छलफल गरिसकेपछि एक्जाम डेट त हामीलाई अहिले थाहा हुँदैन, तर अब अनुमान गर्ने हो भने चाहिँ एक्जाम तपाईँहरूको जेठ असारको महिनामा एक्जाम हुने चान्स हुन्छ विगतको भ्याकेन्सीहरूलाई हेर्ने हो भने। र यसको एक्जाम सेन्टरको बारेमा र अन्य तपाईँहरूको जति जिज्ञासाहरू छन् मैले हिजो कमेन्टबाट उठाएर ल्याएको जिज्ञासाहरू सोल्भ गर्ने प्रयास गर्नेछु र तयारी कसरी गर्ने भन्ने कुराहरू बारेमा पनि जानकारी गराउनेछु। भिडियोलाई चाहिँ तपाईँहरूले अन्तिमसम्म हेर्नुहोला। पाठ्यक्रममा जानुभन्दा अगाडि चाहिँ हामी यो विद्युत प्राधिकरणको हिजो आएको विज्ञापनको बारेमा केही संक्षिप्त कुराहरू अलिकति हेरौँ र त्यो हेरिसकेपछि चाहिँ यो सबैले जानकारी भयो भने चाहिँ सबैले तयारी गर्नुहुन्छ। सो अलिकति हिजोको विज्ञापनको बारेमा जानकारी गराउँछु। नेपाल विद्युत प्राधिकरणको यो हिजोको विज्ञापनमा दुईटा समूह छन्, प्रशासन र लेखा समूह। यो प्रशासन समूहमा मिटर रिडिङ सुपरभाइजर भन्ने पद हुन्छ। यो चाहिँ 5th लेभलको हो, 5औं तहको। यो मिटर रिडिङ सुपरभाइजर भनेको चाहिँ प्रशासन समूहको यो पदको नाम हो र यसको लागि योग्यता कति चाहिन्छ त भन्दाखेरि मान्यता प्राप्त शिक्षण संस्था तपाईँले चाहिँ पिसिएल अथवा यो +2 पास गर्नुभएको छ भने तपाईँहरूले यसमा चाहिँ दिन पाउनुहुन्छ। अब यसमा कुन विषय पढेकोले दिन पाउने भनेर चाहिँ तोकिएको छैन, त्यसैले तपाईँहरूले कक्षा 11, 12 जुनसुकै विषयमा पढ्नु भएको छ भने पनि यसमा फारम भर्न पाउनुहुन्छ। यो चाहिँ क्लियर भयो है। अब प्रदेश अनुसारको रिक्त पद विवरणहरू भनेको छ, यसमा चाहिँ जम्मा 5वटा प्रदेशहरूबाट मात्र विज्ञापन गरेको छ। जस्तै कोशी प्रदेशबाट हेर्नुहुन्छ भने 12 जनाका लागि विज्ञापन भएको छ। त्यस्तै मध्य प्रदेशबाट 8 जना र गण्डकी प्रदेशबाट 3 जना, लुम्बिनी प्रदेशबाट 15 र सुदूरपश्चिमबाट 3 जनाका लागि चाहिँ विज्ञापन गरेको छ। यो त भयो प्रशासनको बारेमा। र अब जो साथीहरू चाहिँ लेखातर्फ फारम भर्ने सोचमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ आवश्यक न्यूनतम योग्यता चाहिँ +2 पास गरेको हुनु पर्यो। यसमा चाहिँ सब्जेक्ट तोकेर नै दिएको हुनाले गर्दाखेरि तपाईँहरूले चाहिँ +2 मा कमर्स पढ्नु भएको छ वा व्यापार प्रशासन लिएर +2 गर्नुभएको छ भने तपाईँहरूले यसमा चाहिँ फारम भर्न पाउनुहुन्छ। र अब यसको प्रदेश अनुसारको रिक्त पदको विवरण हेर्नुहुन्छ भने यसमा जम्मा 6वटा प्रदेशहरूमा चाहिँ विज्ञापन भएको छ। बागमती प्रदेश बाहेकका सबै प्रदेशहरूमा विज्ञापन गरेको छ र यसमा पनि कोशी प्रदेशमा 8 जनाका लागि विज्ञापन छ। त्यस्तै मध्य प्रदेशमा 15, गण्डकीमा जम्मा 8 जनाका लागि, त्यस्तै लुम्बिनी प्रदेशमा 9 जनाका लागि, कर्णालीमा 3 जना र सुदूरपश्चिममा 8 जना गरेर चाहिँ यसरी लेखापाल अथवा 5औं तह वरिष्ठ लेखा सहायक भनेर भनिन्छ यसलाई। यसमा चाहिँ यसरी विज्ञापन भएको देखिन्छ। अब यो विज्ञापनसँग सम्बन्धित अन्य महत्त्वपूर्ण कुराहरू छन् जो चाहिँ साथीहरूले बारम्बार सोधिराख्नुहुन्छ। यी कुराहरू अब तपाईँहरू आफैले थाहा पाइराख्नुपर्ने कुरा हो। हुन त अब धेरै साथीहरूलाई विज्ञापन कसरी पढ्ने भन्ने पनि थाहा नहुन सक्छ हैन। अब धेरै हुन्छ त्यसमा चाहिँ। सो परीक्षाको किसिम चाहिँ लिखित र अन्तर्वार्ता हुन्छ, तपाईँहरूको रिटर्न हुन्छ र त्यसपछि अन्तर्वार्ता हुन्छ। यसमा कम्प्युटर परीक्षण चाहिँ हुँदैन। तपाईँहरूले फर्स्ट पेपर र सेकेन्ड पेपर पास गरेपछि डाइरेक्ट तपाईँहरूको अन्तर्वार्ता हुन्छ। अब परीक्षा दस्तुर भनेको छ तह 5 का लागि चाहिँ तपाईँहरूलाई सिङ्गल भर्नुभयो भने 800 मा चाहिँ यो फारम भर्न सकिहालिन्छ। समावेशी समूहमा थप आवेदन दिनेले चाहिँ प्रत्येक थप समूहको लागि 300 चाहिँ तपाईँहरूले थप्नुपर्ने हुन्छ यदि तपाईँहरूले समावेशीमा भर्नुभयो भने चाहिँ। अब दरखास्त दिने अन्तिम मिति चाहिँ माघको 8 गतेसम्म छ। यो दोब्बर दस्तुर तिरेर चाहिँ 15 गतेसम्म चाहिँ यो फारम भर्न सक्नुहुन्छ। उमेर हदको कुरा गर्ने हो भने चाहिँ 18 वर्ष पुरा भएको हुनु पर्यो। 2082 सालको 10 महिना 8 गतेसम्म 18 वर्ष पुरा भएर 35 वर्ष ननागेको हुनु पर्यो। महिला तथा अपाङ्गको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्छ भनेको छ। र अब यदि तपाईँहरू प्राधिकरणको कर्मचारी हुनुहुन्छ भने चाहिँ उमेर हद लाग्दैन, अथवा प्राधिकरणमा काम गरिराख्नु भएको छ पहिलेदेखि नै भने तपाईँहरूलाई चाहिँ उमेर हदको व्यवस्था छैन।
आवेदन दिने ठेगाना भनेको छ आवेदन चाहिँ तपाईँहरूले विद्युत प्राधिकरणको वेबसाइटमा गएर आवेदन दिन सक्नुहुन्छ। यो अनलाइनबाट दिन मिल्छ। परीक्षण काल भनेको छ अब यो नाम निकालिसकेपछि जागिर खाएर चाहिँ त्यो परीक्षण काल हुन्छ। 1 वर्षका लागि हो पुरुषका लागि र महिलाको लागि चाहिँ 6 महिना हो। अब अन्य शर्तहरू चाहिँ प्रदेश स्तरको विज्ञापनबाट नियुक्त हुने कर्मचारीले अनिवार्य रूपमा 7 वर्ष भनेको छ सोही क्षेत्रमा काम गर्नुपर्छ भनेको छ है। यो चाहिँ विचार गर्नुहोला। तपाईँहरूले नाम निकालिसकेपछि तपाईँहरू सुदूरपश्चिमको मान्छे हुनुहुन्छ, लुम्बिनीबाट नाम आयो भने तपाईँहरूले 7 वर्षसम्म यो चेन्ज गर्न पाउनुहुन्न है। नाम आएपछि तपाईँहरूले 7 वर्षसम्म लुम्बिनी प्रदेशमै बसेर काम गर्नुपर्छ। यो चाहिँ महिलाका लागि चाहिँ यो महिला र अपाङ्गको हकमा 5 वर्ष छ। यो चाहिँ अब विद्युत प्राधिकरणको कर्मचारी सेवा नियमावलीले तोकेको व्यवस्था हो। यसलाई चाहिँ विचार गर्नुहोला। ल यो भ्याकेन्सीको बारेमा मैले सामान्य कुराहरू तपाईँहरूलाई भनिसकेँ। अब यो 2टा पदको तपाईँहरूले तयारी गरिराख्नु भएको छ भने हामीसँग यसको स्टडी मेटेरियलहरू पनि अभाइलेबल छन्। अहिले भर्खर मात्र लेटेस्ट तयार गरेका डाटाहरूलाई समेटेर हामीले स्टडी मेटेरियलहरू तयार गरिसकेका छौँ र एमसिक्यू टेस्टहरू पनि भइराखेको छ। यो 2-4 दिनपछि हामीले स्टार्ट गरिराखेका छौँ। तपाईँहरू जोइन हुन चाहनुहुन्छ भने माथि दिएको WhatsAppमा तपाईँहरूले मेसेज गरेर सोध्न सक्नुहुन्छ। र अब चाहिँ हामी यो पाठ्यक्रमको बारेमा चाहिँ कुराकानी गर्छौँ। मिटर रिडिङ सुपरभाइजर र लेखापालको पाठ्यक्रम कस्तो छ त हेरौँ है त। अब हामी यसको पाठ्यक्रमको बारेमा छलफल गरौँ। यसको पाठ्यक्रमलाई चाहिँ 2 भागमा विभाजन गरेको छ। 2वटा चरणमा विभाजन गरेको छ। मैले अघि पनि भनिसकेको छु। प्रथम चरण र द्वितीय चरण। प्रथम चरणमा लिखित परीक्षा दिनुपर्ने हुन्छ। यो लिखित परीक्षाको पूर्णाङ्क चाहिँ 200 हुन्छ। 200 पूर्णाङ्कको लिखित परीक्षा हुन्छ भने 30 अङ्कको चाहिँ अन्तर्वार्ता हुने गर्दछ। अब यसको परीक्षा योजनालाई हेर्नुहुन्छ भने फर्स्ट पेपर र सेकेन्ड पेपर गरेर 2 पत्रमा विभाजन गरेको छ। र यो प्रथम पत्रको एउटा विशेषता के छ भन्दाखेरि यो प्रथम पत्र तपाईँहरूले लेखा र प्रशासनको लागि एउटै पढ्नुपर्छ र यसको एक्जाम पनि एकै दिन हुन्छ एउटै पत्रमा। यो तपाईँहरूले नबिर्सनु होला। यसका लागि चाहिँ प्रशासन छुट्टै लेखा छुट्टै पढ्नु पर्दैन। सामान्य ज्ञान, गणित र कम्प्युटर गरेर 3वटा विषयहरूको परीक्षा हुन्छ यसमा र यो 3वटै विषयबाट बहुवैकल्पिक प्रश्नहरू 50वटा सोधिन्छ र छोटो उत्तर आउने प्रश्नहरू चाहिँ 10वटा सोधिन्छ। यसको लागि समय चाहिँ लिखितका लागि चाहिँ 1 घण्टा 15 मिनट छुट्याएको छ र एमसिक्यूको लागि चाहिँ 45 मिनट निर्धारण गरेको छ। मैले फेरि पनि भने यो फर्स्ट पेपरको चाहिँ तपाईँहरूले प्रशासन र लेखा दुईटैमा एउटै पेपर एकै दिन एक्जाम दिनुपर्ने हुन्छ। तर यो सेकेन्ड चरण अथवा सेकेन्ड पत्रका लागि चाहिँ फरक दिन एक्जाम हुन्छ। जस्तै भोलि तपाईँहरूको लेखाको एक्जाम भयो भने पर्सि चाहिँ प्रशासनको एक्जाम हुन्छ। यो चाहिँ दुवै समूहमा परीक्षा दिने साथीहरूको लागि भनेको हो। त्यस्तै द्वितीय पत्रमा सेवा सम्बन्धी र विस्तृत ज्ञान हुन्छ। यसमा कानुन र सर्भिसका कुराहरू, अफिस म्यानेजमेन्टका कुराहरू हुन्छन् र यसलाई पनि क र ख गरी 2 खण्डमा विभाजन गरेको छ। यसमा सेवा सम्बन्धी कुराहरू चाहिँ छोटो उत्तर आउने प्रश्नहरू 6वटा हुन्छन्। त्यस्तै लामो उत्तर आउने प्रश्नहरू 2वटा हुन्छन् र कानुन खण्डबाट चाहिँ छोटो उत्तर आउने प्रश्नहरू 6वटा र लामो उत्तर आउने प्रश्नहरू 2टा हुन्छन्। यो क र ख को लागि चाहिँ जम्मा समय अवधि चाहिँ 2 घण्टा 30 मिनट निर्धारण गरिएको हुन्छ। यति कुराहरू बुझिसकेपछि तपाईँहरूको 10% तयारी यहीँनिर भइसक्यो। अब यसमा चाहिँ अरू बुझ्नुपर्ने कुराहरू खासै केही पनि छैन। यो पाठ्यक्रम चाहिँ 80 सालमा लागू भएको हो। प्रथम चरणको परीक्षाबाट छनौट भएको उम्मेदवारहरूलाई मात्र दोस्रो चरणमा समावेश गराइने भनेको छ। यो भन्नुको मतलब के हो भने तपाईँहरूले प्रथम चरणको लिखित परीक्षा पास गरिसकेपछि अर्थात् 200 पूर्णाङ्कको परीक्षा पास भएपछि द्वितीय चरण अन्तर्वार्तामा सहभागी हुन पाउनुहुन्छ भनेर भनेको हो। त्यस्तै यो 6 नम्बरमा महत्त्वपूर्ण कुरा छ, बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै पनि प्रकारको क्याल्कुलेटर प्रयोग गर्न पाइँदैन। एमसिक्यूको लागि चाहिँ क्याल्कुलेटर लगेर हिसाब किताब गर्न पाइँदैन भनेको है। यो कुराहरू पनि बुझ्नु पर्यो। अर्को यो 4 नम्बर बुझा पनि महत्त्वपूर्ण छ। मल्टिपल चोइस प्रश्नहरू गलत उत्तर दिनुभयो भने 20% अङ्क त्यहीँनिर गायब हुन्छ अथवा त्यहीँनिर माइनस गरिन्छ। तर उत्तर दिनु भएन भने चाहिँ त्यस बापतको अङ्क पनि दिइँदैन र अङ्क माइनस पनि हुँदैन। महत्त्वपूर्ण कुरा यही नै हो। अरू चाहिँ यसमा खासै त्यस्तो महत्त्वपूर्ण केही पनि छैन। तपाईँहरूको यो फर्स्ट पेपर चाहिँ सेकेन्ड पेपरमा जोडिसकेपछि मात्र यसको फाइनल रिजल्ट आउँछ। अब यसको डिटेल चाहिँ तपाईँहरू आफैले पढ्नु होला है। यसको डिटेल चाहिँ आफैले पढ्नु होला।
सामान्य ज्ञान गणित र कम्प्युटरबाट 100 पूर्णाङ्कको भनेर यहाँनिर भनेको छ। अब सामान्य ज्ञानबाट मात्रै तपाईँहरूलाई चाहिँ 40 वटा एमसिक्यू सोध्छ भने 6 वटा चाहिँ रिटर्न क्वेसनहरू सोध्ने गर्दछ र यो सामान्य ज्ञानमा चाहिँ जम्मा जम्मी 9 वटा टपिकहरू छन्। त्यस्तै गणितबाट पनि 5 वटा एमसिक्यू सोध्छ र 4 वटा चाहिँ रिटर्नका लागि चाहिँ क्वेसनहरू सोध्छ। त्यस्तै कम्प्युटरमा पनि 5 वटा एमसिक्यू सोध्ने गर्दछ। यो चाहिँ भयो फर्स्ट पेपरको कुराकानी। अब सेकेन्ड पेपरमा पनि तपाईँहरूको सर्भिस सम्बन्धी कुराहरू हुन्। मैले अघि यो एक्जाम कसरी प्लानिङ गरेको छ भनेर माथि भनिसकेको छु। त्यही अनुसार चाहिँ यो सेकेन्ड पेपरमा पनि खण्ड क र खण्ड ख गरेर दुईटा खण्डमा विभाजन गरेको छ। खण्ड कमा चाहिँ यो सर्भिसका कुराहरू राखिएको छ, यो लेखा सम्बन्धी कुराहरू लेखासम्मको लागि। र यसको खण्ड ख हेर्नुहुन्छ भने कानुन सम्बन्धी विषयहरू राखिएको छ। यहाँनिर हेर्न सक्नुहुन्छ 50 अङ्कको कानुन सम्बन्धी कुराहरू सोध्छ है त। यो चाहिँ भयो लेखासम्मको लागि र प्रशासनको पनि लगभग यस्तै नै हो। तर प्रशासनको फरक भनेको चाहिँ यो खण्ड क र ख द्वितीय पत्रको सेवा सम्बन्धी विस्तृत ज्ञान चाहिँ फरक हुन्छ। त्यो तपाईँहरूले हेर्न सकिहाल्नुहुन्छ। र मैले यो सामान्य कुराकानीहरू तपाईँहरूलाई बताइदिएको हो। यसको बारेमा तपाईँहरूलाई अझै जान्न मन छ भने एकचोटि सिलेबसलाई प्रिन्ट गरेर तपाईँले राम्रोसँग पढ्न हेर्न सक्नुहुन्छ। यसको सिलेबस चाहिँ मैले व्हाट्सएप च्यानलमा राखिदिएको छु, त्यहाँबाट पनि लिन सक्नुहुन्छ। यदि तपाईँहरू फ्रेसर हुनुहुन्छ अथवा विद्युत प्राधिकरणको तयारी कसरी गर्ने भन्ने सोचिराख्नु भएको छ